गाइज वेलकम ब्याक टु माई ब्लग। म चाहिँ यस्तो घाम ताप्न माथिरहेको थिएँ। उठ्न त अघि नै उठेर म पढ्दै बस्थेँ। अहिले चाहिँ घाम ताप्नु भन्दै माथि आइदिएको जाडो छ। यस्तै छ के अनि हाम्रो यस ग्राउन्ड पहिला हामी खेल्ने ग्राउन्ड छ। अहिले के बनाइदिन्छ हाम्रो ग्राउन्डलाई के बनाइदियो नदेखेको। म त बल्ल देख्दिनँ यार ग्राउन्ड चाहिँ के बनाएको छ। स्कुल भयो बेला बनायो होला त्यो बेला देख्दैन। बेसी हल्का छ हेर्नु। त्यहाँ बादल देखियो यार क्यामेरामा त देखिन्न होला यसमा। म चाहिँ अब घाम ताप्न भने आएको। अब यस्तो घाम ताप्नु चाहिन्छ होला टाढो टाढो। भिटामिन डी खानुपर्छ कि भिटामिन डी खान आएको म। गाइस म चाहिँ गाइस मैले चाहिँ हिजो राति युज गर्थेँ निकाल्छ अन्त यहाँबाट हेडफोनै भाँच्छ यार। यस्तो धन्न तार चुट्यो नि यो पनि भाँच्यो त्यो जियो त जोड्यो। अब यो फेरि जोड्नु पर्ला। म मिठो तरिकाले गएको निकाल्छु भन्दा यार फेरि जोड्ने त होला पछि किनौँला किन अरू त फिलहाललाई जोडौँ। खाना चाहिँ नयाँ आउँछ स्कुल लिएर। गाइस म चाहिँ स्कुलबाट फाइनल आएँ। आज चाहिँ मन्डे टेस्ट सक्यो। यस्तै छ। भोलि पिकनिक गयो अरे यार जानु पऱ्यो त। फिलहाल चाहिँ म सौडा फेर्छु अहिले यति सुत्दिन्छु हर्निङलाई। चाहिँ मस्त आइपिएल हेरेको डाइरेक्ट कालो जिरोले विराटनगरको एउटा जान्छ नि आउट भयो। लुम्बिनीको फ्यान यस्तो विराटनगरलाई विकेट झार्ने यही डाइरेक्ट विराटनगर कालो जिरो विराटनगर विकेट गयो भने झ्याम्मै विकेट गयो विराट। लुम्बिनीको टट्टो कालो जिरो आगामी त कालो। कति बल खेल्छ अझै सोध्नु मलाई कति बल खेल्छ अहिले आउने कति बेलामा के बोल्नु आज भन्ने कस्तो कि झ्याम्म जान्छ भने चाहिँ गइरहेको विराटनगरको के अरे दुश्मन विराटनगरलाई 15 दिल गाइस ल भन्नु त डिलाङ्गे कतिमा जान्छ अरे 19 हेरमै 11मा 19मा जान्छ अरे। काले जिरो हुनु पनि सक्छ विराट गर्दैन अरे। के भन्ने यार भन्दै गह बिलङ्गे कति 19 नपुग्दै जान्छ भनेको। कस्तो कालो जिरो हो भने आजको दिन यसै गएर खानासम्म आएर म चाहिँ तन्दुर यो चाहिँ के को टिका भन्नुला। यो चाहिँ क्रिस्चियनमा अयोध्या जान्छ अनि त्यही ल्याइदिएको टिका। त्यस मैले चाहिँ खानासाना आएँ। म तल चाहिँ गेट लगाउन आएको होइन। यस्तै चाहिँ आज आएर त्यही एनबिएल हेर्दा बित्यो। अब फेरि भोलि अनि 8 बजी उहाँ चाहिँ स्कुल जाने के अरे पिकनिक छ अनि त्यहाँ लैजाने अन्त बुधबार लैजाने रे। भोलि रमाइलो हान्नुपर्छ भनेको गएको ठाउँतिर रमाइलो होला जान मन छैन तर जानु पऱ्यो। त्यस्तै छ। अब म चाहिँ भिडियो एडिटिङ गरेँ अलिक छिटो सुत्छु किन भन्दाखेरि भोलि रमाइलो गर्ने ठाउँमा सुत्नु भएन। त्यस्तै छ। आजको भ्लग चाहिँ भयो होला। लाइक शेयर सब्सक्राइब नभुल्नु होला।
चाहिँ यहीँनिर जाडो जाडो